हेलो गाइज, आज हामी लौका र चनाको सब्जी बनाउँदैछौँ। हामीले लौका र चना यहाँ लिएको छु, हेर्न सक्नुहुन्छ। यसको लागि हामीले यहाँ चाहिँ लौकालाई काटिसकेको छु, साथैमा यहाँ प्याज अनि हरियो खुर्सानी अनि रसुन अनि यहाँ टमाटर सबै चप गरेर राखिसकेको छु। यसमा मैले कुकर तताएर यसमा मैले थोरै जिरा पाँचफोरन अनि दालचिनी मिक्स गरेको छु। यो मेरो पाकिसक्यो लगभग। यसमा म प्याज र काटेको खुर्सानीहरू मिक्स गर्छु। पाकिसकेको छ। अब यसमा म चाहिँ मिक्स गर्छु। यो यसमा थोरै बेसार र नुन हालेर त्यसलाई म चलाएर एकछिन छोडिदिन्छु। हेर्न सक्नुहुन्छ कस्तो मजाको फ्राई भइसकेको छ। यसमा म थोरै जिरा धनियाको पाउडर, थोरै रेड चिल्ली पाउडर, थोरै गरम मसला हाल्छु अनि फेरि एकछिनमा पकाउँछु यसलाई। फाइनली हेर्न सक्नुहुन्छ मेरो यमी आजको रेसिपी रेडी भइसकेको छ।